स्विमिङ जाँदा फेसको केयर त धेरैले गर्नुहुन्छ तर हेयर र बडीको केयर चाहिँ धेरैले मिस आउट गर्नुहुन्छ सो हियर्स माई फुल रुटिन टु प्रोटेक्ट माइसेल्फ बिफोर स्विमिङ आई स्टार्ट विथ वेदान्तको हेयर ओइल यो चाहिँ क्यास्टर कन्डिसनिङ ओइल हो तपाईँले कोकोनट ओइल पनि युज गर्न सक्नुहुन्छ मसँग चाहिँ यही थियो सो मैले यही लगाएँ मैले चाहिँ मेरो स्क्याल्पमा अनि हेयर लेन्सहरूमा सबैमा मजाले मसाज गरेँ यसले चाहिँ एउटा ब्यारियर क्रिएट गर्छ सो त्यो क्लोरिनेटेड वाटर चाहिँ मेरो हेयरमा अब्जर्भ हुन पाउँदैन क्लोरिनले गर्दा पुल त सफा रहन्छ तर हाम्रो चाहिँ स्किन र बडीलाई एकदमै ड्राई गराउँछ कि बडीमा चाहिँ म यो वेदान्तकै एप्रिकट बडी ओइल युज गर्दैछु तपाईँहरूले फर्स्टमा चाहिँ बडी ओइल लगाउनु त्यसपछि हेयरमा ओइल लगाउनु सो द्याट बडी ओइल मजाले अब्जर्भ होस् अनि त्यसपछि चाहिँ युज एसपिएफ बडी लोसन अर जस्ट प्लेन सनस्क्रिन स्विमिङ गर्दाखेरि बडीहरू कस्तो डढ्छ त मैले भन्नै पर्दैन होला धेरैलाई यु गाइज क्यान अल्सो युज यस्तो क्यापहरू तर मलाई चाहिँ एकदमै हेडेक दिन्छ होइन तर अब म फेरि 2-3 वटा ट्राई गर्ने सोच्दैछु म फेरि ट्राई आउट गरेर कस्तो हुन्छ चाहिँ आई रिपोर्ट ब्याक टु यु गाइज अब आफ्टर स्विमिङ फर्स्ट थिङ आई डबल क्लेन्स विथ दिस लभ ब्युटी एन्ड प्लानेटको स्याम्पू आई थिङ्क दिस इज माई 4th बोटल आई लभ दिस फर माई लो पोरोसिटी हेयर र स्याम्पू जहिले पनि 2चोटि नै गर्नुपर्छ यत्तिकै पनि र ओइल लगाएको बेलामा त मलाई 2चोटि स्याम्पू गर्नै पर्छ नभए ओइल पुरै जाँदैन देन आई फलो अप विथ द हेयर मास्क यो पनि मेरो फेभरेट हेयर मास्क हो आम अन माई सेकेन्ड बट्टा तिनै हाइड्रेटिङ नरिसिङ छ कि कपालको लागि मलाई लास्टै मनपर्छ यो पनि क्लोरिनले गर्दा कपाल एकदमै ड्राई बनाउँछ कि मेरो चाहिँ त्यही भएर यसले चाहिँ कपाललाई रिहाइड्रेट गर्न हेल्प गर्छ कि नाउ फर माई बडी आई स्विच टु अ हाइड्रेटिङ बडी वास रादर देन अ एक्सफोलिएटिङ बडी वास बिकज स्किन अलिकति स्ट्रेस नै हुन्छ नि त आफ्टर स्विमिङ अनि आई जस्ट लक इट अल इन विथ अ एसपिएफ बडी लोसन इफ दिउँसो हो भने नभए बेलुका हो भने चाहिँ नर्मल बडी लोसन लगाएर सकाइदिन्छु होल रुटिनलाई एन्ड द्याट्स माई होल रुटिन फलो मी फर मोर अफ माई स्विम डे स्किन एन्ड हेयर रुटिन एन्ड लेट मी नो इन द कमेन्ट्स what you use to protect your hair from chlorine.